साथीहरु सबैलाई नमस्ते हैन। यतिखेर चाहिँ म टक्क यो गाडे खोलानेरिको बाटो यहाँ पहिलेदेखि यस्तै हो। यहाँ चाहिँ त्यही बाटो मात्र भत्काउने काम हुने हो यहाँतिर ककन्तिनमा यो हैन। यहाँ चाहिँ बाटो जहिले यस्तै हो कि बर्खा लाग्छ फेरि हिउँदा त जाने गुडिहाल्छ हैन। यहाँतिर चाहिँ खासै विकासले गति लिन सके हैन हैन। त्यही बाटो भत्काउने काम मात्रै हुन्छ। पक्की रोड बनाउनु पर्ने थाहा हैन है त भाइ। के लिए हात कति ककनी 3 वटा नम्बर ककनी 3 जहाँ पनि यस्तै हो कि नेपालभरि तर अलि यहाँ चाहिँ अवस्था यो चाहिँ लौके ठाउँको हैन। यस्तो खालको बाटो हेर्नुस् के भन्ने यस्तै छ बाटोको हालत हैन। हेर्न सक्नुहुन्छ यी यस्तै बाटो भइरह हैन। यो बाटोको विषयमा के भन्न चाहनुहुन्छ आमा? यो बाटोको विषयमा यो यो कस्तो टाइपको हुनुपर्छ कि बाटो भनेर यहाँ यस्तो हो हैन। यो बर्खा लागेपछि यो बाटो सब चल्दैन नि रोकिन्छ। हिउँदभरि त जे नि जान चल्छ नि। अनि यस्तै हो फेरि के जहाँ त्यही बाटो हालेर एउटै हो। यहाँ बाइक रन काट्ले आयो यार झ्याप्प ब्रेक हान्दा सट 10 गएर 5 गएर आयो हैन। सट्टै ब्रेक हान्नु पर्यो भने त गयो बाइक गएन। कहीँ आएर राम्रो हो कि फेरि यहाँ कति वर्ष भइसक्यो बाटो भनेकै 20 कति वर्ष भइसक्यो हैन। त्यही बाटो भत्काउने मात्रै हो है। यो नि अस्ति नयाँ राखेको हो बारीहरू भत्काउनु त्यही हो कि। यहाँको बाटोको हालत यस्तै हेर्न सक्नुहुन्छ हैन। यो चाँडोभन्दा चाँडो बन्नुपर्छ। यहाँको पनि त्यस्तै छ हेर्न सक्नुहुन्छ हैन। यो बाटोको हालत जहाँ चाहिँ यहाँबाट लामो जाँदैन हैन। यस्तै हो भनौँ न। बाटो ठिकै पनि छ काहीँ नराम्रो छ धेरै नै। पानी आयो भने गाडी नै रोक्नु पर्ने छ हैन। यहाँ फेरि यस्तै है बाटो साँघुरो छ कि यहाँतिर फरक बाटो छ हैन। पहिरो सहिरो केही खाली छैन है। यहाँ 1 लाइनको बाटो मात्र खाने यो 2 लाइनको बाटोमा हैन। यस्तै छ बाटोको हालतहरू। यस्तो क्वालिटी छ कि यहाँ त लोड लिएर आयो भने पल्टिन्छ होला गाडी पल्टिँदैन पल्टिन्छ। काठमाडौँतिरै छ यहाँ यस्तै छ हैन। यहाँ पहिरो खाले छैन है। यो चाहिँ ढोकामादेखिको हैन यस्तै है। यस्तो हो बाटोको हालत हैन। पुरै वाले लडिरहेको रहेछ कि यहाँ बाटो यहाँ साह्रो छ हैन। पुरै पहिरोले उ गरे यहाँ त पहिरोले यो त चाँडो फाल्नु पर्यो हैन।